हेलो गाइज सबैजनालाई नमस्कार। म मणिराज खत्री। आज चाहिँ म एउटा नयाँ भिडियो बनाउन गइरहेको छु। नयाँ युट्युब च्यानल खोलेको छु र यस भिडियोमा चाहिँ फलो गर्न सब्सक्राइब गर्नलाई नछुटाउनु होला भन्न चाहन्छु। सो यस साथीहरु, आजको भ्लग चाहिँ हाम्रो मणिराज खत्रीको भ्लग चाहिँ म पनि खिचिरहेको छु। हाम्रो मणिराज खत्रीले पनि नयाँ च्यानल खोलेको छ, मणिराज खत्री भ्लग्स भनेर तपाईहरुले सर्च गरेर चाहिँ एकदम सब्स्क्राइब गर्न सक्नुहुन्छ। म तपाईहरुकै प्यारो पाउनु पर्ने भ्लग्स चिनि नै हाल्नुहुन्छ होला, कतिले त ठमै नै सक्नुभयो होला हैन। हामी एकदमै सँगसँगै हुन्छौँ। मेरो भ्लगहरुमा पनि यो निकै चिज परिचित नै छ। कसरी भने भन्दा मेरो भ्लगको प्राची चाहिँ एभ्री भिडियोहरुमा पनि देखिरहेको हुन्छ हैन। सो त्यही सन्दर्भमा अब भ्लगरको साथी भ्लगर नै हैन, टिकटकरको साथी टिकटकर नै, चोरको साथी चोर नै हैन, गाँजा खानेको साथी गाँजा खाने नै भने जस्तै यो चाहिँ उदाहरण हैन। तपाईको के भन्छ भने अब म भ्लगर उ पनि भ्लगर, यो हुँदा के हुन्छ भने एडभान्टेज चाहिँ तपाईहरुको मिल्छ क्या, जोडी मिल्छ। अनि मैले पनि भिडियो बनाएर आउँछ, भिडियो बनाउन कन्टेन्ट खोज्न, कन्टेन्ट क्रिएसन गर्न जोस मिल्छ, साथ मिल्छ, सपोर्ट मिल्छ। त्यो हुनाले गर्दा अगाडि एकअर्कालाई अगाडि बढाउन धेरै सहयोग हुन्छ, हो कि हैन? हो। त्यो सन्दर्भमा चाहिँ हाम्रो मणिराज खत्रीले पनि आज ब्रान्ड न्यू मणिराज खत्री च्यानल ओपन गरेको छ। आशा छ तपाईहरुको अथाह साथ सपोर्ट र प्रेमले चाहिँ हामी एकदम अब अगाडि बढ्नेछौँ। मणिराज खत्री अगाडि बढ्नेछ। भोजपुरको नयाँ नौलो कुराहरू, भोजपुरमा घटेका घटनाका विषयहरू, अनि भोजपुर के कस्तो छ, के कस्तो परिवर्तन भइरहेछ, आफ्नो डेली लाइफस्टाइलका भ्लगहरू, म के गर्दैछु, म कहाँ जाँदैछु, म कसो गर्दैछु भन्ने कुराहरू, विभिन्न किसिमका इन्फर्मेटिभ भिडियोहरू, सन्दर्भ परिवेश अनुसार भ्लगदेखि लिएर जस्तो सुकै इच एन्ड एभ्री, मतलब जे भन्दा नि एउटा भ्लग टाइपको भिडियो चाहिँ यो च्यानलबाट देख्न सक्नुहुन्छ तपाईहरुले हैन त। सही हो। त्यो सन्दर्भमा सब्स्क्राइब गरौँ। हाम्रो मणिराज खत्री च्यानल ओनरलाई पनि म बोल्न लाउँछु। सुरुमा यस्तो यो कन्फिडेन्स हुँदैन हैन। अब उसले बनाउँदै जान्छ, एक दुईवटा भिडियो बनाउँदै जान्छ, बनाइसकेपछि ऊ पनि अलिकति कन्फिडेन्स हुन्छ। कन्फिडेन्ट हुँदै जाँदाखेरि अब बनाउन म उदाहरणको लागि मलाई हेर्न सक्नुहुन्छ तपाईले। म पनि सुरुमा यस्तै नै थिएँ। 365 दिन डेली भ्लग कम्प्लिट गर्यो, त्यसबाट ऊर्जा मिल्यो, इनर्जी मिल्यो, यसरी बनाउनु पर्ने छ भन्ने धेरै कुराहरू सिकियो। त्यो सन्दर्भले गर्दाखेरि चाहिँ हामी यस्तै छौँ। हामी भ्लग बनाउँछौँ, हामी अलिकति सामाजिक सञ्जाल प्रेमी मान्छे पऱ्यौँ हैन, हामी दर्शक श्रोता प्रेमी मान्छे पऱ्यौँ। त्यो सन्दर्भले गर्दा तपाईहरुले एकदमै साथ सपोर्ट दिन एकदमै अनुरोध छ, म पवन्ने पर्ने ब्लग्सलाई पनि र यो च्यानल मणिराज खत्रीलाई पनि। सो या के भन्न चाहनुहुन्छ? 18 बोल। त्यही हो साथीहरु, पवन न्युपनेले पनि सहयोग गरिरहेको छ र अब डेली भ्लग आउन सक्छ। त्यसको लागि तपाईहरुले साथ दिनु होला। ओके बाइ। ल साथीहरु, हामी चाहिँ ओडारे खोलामा आइसकेका छौँ। यु क्यान सी, मलाई त चिनि नै हाल्नुहुन्छ तपाईहरुले। त्यही पनि हाम्रो मणिराज खत्रीको भ्लग चाहिँ आज म पनि एकदम फोकस दिएर खिचिरहेको छु, किनभने अब कन्फिडेन्स आवश्यकता छ। उसले अब सिक्दै जान्छ। त्यो हुनाले गर्दा हामी छौँ ओडारे खोला, देख्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ ओडारे खोला हो, जुनले चाहिँ अब भोजपुरको के भन्छ बोखिम र के भन्छ बोखिम कुमाल गाउँ र देउरालीलाई चाहिँ यसले सिमाना जोडेको छ। यता आएपछि कुमाल गाउँ बोखिम भन्छ, यता भनेको देउराली। यो छ बिचमा बगिरहेको छ ओडारे खोला। ल साथी हो, अब यसैको सन्दर्भमा उसको भ्लगहरू पनि अब दिनदिनै त अहिले नआउन सक्छ, पछि आउन पनि सक्छ। तपाईहरुको माया साथ सपोर्ट भयो भने हैन, जस हप्तामा 3-4 वटा, कहिलेकाहीँ दिनमै एउटा पनि, 1-2 वटा पनि आउन सक्छ। त्यसलाई चाहिँ तपाईहरुले माया सपोर्ट दिन सक्नुहुन्छ। अब त्यति भन्दै आज हामी घर गइरहेका छौँ। सानो छोटो एउटा इन्ट्रो जस्तै, म पनि भ्लग बनाउँछु भने जस्तै किसिमको एउटा सानो सर्टकट भिडियो खिच्यो। ल के भन्न चाहनुहुन्छ तपाईहरुले? आफ्नो राय प्रतिक्रिया पनि दिनु होला। त्यति भन्दै हामी आज बिदा हुन चाहन्छौँ। थ्याङ्क्स फर वाचिङ।